हजुर नमस्कार। आजको यो एउटा भिडियो एउटा प्रपर्टी सेलमा आइराखेको छ। 14 धुरको यो प्रपर्टी घर समेत खोर र यो प्रपर्टीको भ्यू मैले तपाईलाई गर्न लागेको छु। यो मणिग्राम चौकदेखिबाट 7 किलोमिटर भित्र पश्चिमतिर। यो ग्राउन्ड फ्लोरको 4वटा कोठा छन्। त्यो कोठाहरूको भ्यू तपाईलाई देखाइराखेको छु। यो सेकेन्ड कोठा सबै स्ट्यान्डर्ड रुम हुन् र थर्ड कोठाको भ्यू अभी तपाईलाई देखाइराखेको छु। यो फोर्थ कोठा, किचन पनि ग्राउन्ड फ्लोरमा छ, वाशरूम एउटा ग्राउन्ड फ्लोरमा छ, 4वटा कोठा एउटा वाशरूम। यो फर्स्ट फ्लोरमा गइराखेका छौँ। यो फर्स्ट फ्लोरको हल, किचन, अट्याच किचन, बेडरुम र यो आउटरको एरिया र वाशरूम। अब हामी गइराखेका छौँ टप फ्लोरमा। भिडियो अलि ठुलो हुन्छ भनेर छिटो गरिराखेको छु। यो हाम्रो टप फ्लोर। टप फ्लोरमा एउटा सानो मन्दिर, चिटिक्क परेको मन्दिर र खुलाडुला एरिया छ। मणिग्रामदेखि पश्चिम शीतलपाटी चौक वकिङ डिस्टेन्समा यो टोटल 14 धुरमा बनेको प्रपर्टी हो। यसको भ्यू हजुरहरूलाई देखाइराखेको छु र पछाडि हाम्रो कुछ स्पेस छ। यो स्पेस छ जुन 14 धुरको भित्रै बनेछ। यसलाई हामीले पशुपालन एज अ गोडाउन पनि युज गर्न सक्छौँ र कुखुरा पालनको पर्पससित पनि युज गर्न सक्छौँ। धेरै राम्रो यो प्रपर्टी 14 धुरको प्रपर्टी छ। ग्रिनरी भ्यू छ, शान्त माहौल छ। हाम्रा कसै पनि युजरले हेर्नुहुन्छ भने पर्चेस गर्ने इन्ट्रेस्टसित मैले हजुरहरूलाई जगधनीको कन्ट्याक्ट नम्बर डिस्क्रिप्सनमा मेन्सन गरिदिन्छु। हजुरले कन्ट्याक्ट गरेर हजुरले प्राइस नेगोसिएसन गर्न सक्नुहुन्छ। यो 30 फुटको पिच भएको बाटो र यो हामी पछाडि घरको हाफ पोर्सन फ्रन्ट हाउसलाई देखाइसक्यौँ। अब ब्याक साइड देखाउँदैछु 14 धुरको। यो घरबाट हलबाट बाहिर निक्ल्यौँ। बाहिर निक्लिनको बाद यो पशुपालन या गोदाउनको युजमा पनि हामी गर्न सक्छौँ। एप्रोक्सिमेटली 800 कुखुरा, 7-8वटा भैँसी पनि पाल्न सकिन्छ यो ठाउँमा र राम्ररी युज गर्न सकिन्छ। इन्ट्रेस्टेड भएका युजर्सहरूले जगधनीको कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गरेर सम्पर्क गरेर यसको डिटेल जान्न सक्नुहुन्छ।